कठिन र चुनौतीले भरिपूर्ण यात्रा, तर गन्तव्य भने कल्पनाभन्दा अति सुन्दर। यो हो नर्थ एबिसी ट्रेक। गुड मर्निङ एन्ड नमस्ते र फेरि पनि स्वागत गर्दछु मेरो अर्को सोलो ट्राभल सिरिजमा। तपाईहरूले इन्ट्रो त देख्नु भइसक्यो होला कहाँ जाँदैछु भनेर। सो दिस टाइम नर्थ एबिसी जाँदैछु। बिहानको समय भएको छ 6:38। सो दिस इज डे 1 अनि आजको प्लान चाहिँ छ पोखरा हुँदै बेनी जाने, र इफ समयमै पुग्यो र स्वास्थ्यले पनि साथ दिइरह्यो भने चाहिँ सकेसम्म तातो पानीमा बस्ने प्रयास गर्नेछु आज डे 1 मा। अनि भोलि चाहिँ अर्ली मर्निङ होमखोला गइन्छ, जुन चाहिँ बाटो धेरै नै रफ भन्ने सुनेको छु। स्कुटरको लागि धेरै नै गाह्रो होला, सो त्यही पनि ट्राई गर्नेछु। अनि बाइ द वे दिस इज माई फर्स्ट टाइम डुइङ मोटो भ्लग। मैले अहिलेसम्म मोटो भ्लग गरेको छैन। रहर चाहिँ पहिल्यैदेखि थियो। कलङ्की आइसकेको छ, समय भएको छ 7:06। यहाँ दाजु र भाइ सँगसँगै टाँसी आएको छ यार। ट्रकदेखि चाहिँ दूरै बस्नुपर्छ यार। मलाई ट्रकदेखि त वाइल्डै डर लाग्छ। झन् सानो छ स्कुटर है, तिनीहरू पाङ्रा जत्रो पनि छ कि छैन। बाटो चाहिँ खच्चड छ। स्कुटरको लागि मेन प्रब्लम भनेको यो सानो सानो खाल्डाखुल्टी हो। पाङ्रा सानो भएको कारणले नै उफ्रिन्छ धेरै। म प्लान पनि गरिरहेको छु बाइक किन्ने भनेर। प्लान चाहिँ भइरहेको छ लास्ट 4 इयर्सदेखि नै। 8:31 ठ्याक्क गल्छी आइपुगेको छु। अनि अहिलेसम्म चाहिँ ठिकै छ। बाटो कतै राम्रो कतै नराम्रो थियो। अनि वाइल्ड भोक लागेको कारणले चाहिँ म यहाँ गल्छी आएर बसेछु। चिया र सेल भनेको छु, अनि त्यो खाएर अगाडि बढ्छु। ब्याग चाहिँ मैले यो साइडमा राख्न खोजेको थिएँ तर अटेन, सो यसरी बाँधेछु। ब्याग चाहिँ हेभी छ योपालि, किनभने यता होटेलहरू नभएको कारण चाहिँ मैले टेन्ट पनि बोकेको छु, स्लिपिङ ब्याग बोकेको छु, म्याट बोकेको छु, अनि ट्राइपड छ। त्योहरूले गर्दा चाहिँ अलि हेभी भएको छ ब्याग। एन्ड यताबाट जानुभयो भने चाहिँ गङ्गटे चोक पुगिन्छ। त्यहाँबाट चाहिँ म धुन्चे हुँदै उता गोसाइकुण्ड पुगेको थिएँ लास्ट मन्थ। सो यस्तो छ मौसम चाहिँ। घामै लागेको छैन अहिलेसम्म यार। मोटो भ्लगको सेटअप चाहिँ यसरी गरेको छु। जुगाड फर्स्ट टाइम गरेको। एन्ड मैले माइक्रोफोन, यो मेरो इयरफोनको माइक्रोफोन चाहिँ यसरी साबुन माझ्ने त्यो स्पोन्जले चाहिँ स्ट्याप्लर लाएर यहाँ डबल टेबलेट टाँसेर राखेको छु अगाडि। अरू चाहिँ तारहरू यहाँ राखेको छु यसरी। राम्रो छ। हेलमेट पनि ठिकै छ। 4-5 वर्ष भइसकेको छ हेलमेट पनि। अलिकति एनिमी लभर भएको कारणले चाहिँ स्टिकरहरू टाँसेको थिएँ। कति त उक्किसकेको छ। सो ठिक छ। अनि साँच्चै यहाँको मेरो पिन लक हराएको कारणले चाहिँ मैले भित्रबाट चाहिँ टेप टाँसेको थिएँ। पिन लक हराएको कारणले। अझ ठिक छ, अहिलेसम्म लुज चाहिँ भएको छैन। तर अलिकति एङ्गल चाहिँ मैले मिलाइरहेको छ जस्तो लागिरहेको छैन। ठिक छ, नेक्स्ट टाइम अलिक इम्प्रुभ गरौँला। वाइल्ड भोक लगाएर गल्छीमा सेल र चिया भन्न त दुईवटा भनेको थियो, उहाँले एउटा ल्याइदिनु भएछ, केही छैन। ओके, कुस्मा होटेलमा 90 रुपियाँको एउटा चिया अनि 2टा सेल खाएर अगाडि बढिसकेको छु। धन्नले पानी परेको छैन, घाम नलागे पनि। पानी पऱ्यो भने त बिजोग हुन्छ यो ठाउँ चाहिँ, स्पेसली स्कुटरको लागि। ओके, 12 सिङ्गेको फ्याक्ट्री पनि यही छ, अनि रिभर साइड स्प्रिङ पनि यही। रमाइलो छ यो ठाउँ। अब यहाँबाट अलि अगाडि खाना खाने ठाउँ छ। लास्ट टाइम एकचोटि यतातिर आउँदाखेरि मैले त्यहीँ खाएको थिएँ। टकिङ अबाउट नर्थ एबिसी चाहिँ मलाई क्याम्पिङ गर्न र अब अलि र ठाउँ छ
त्यही भएर जान मन लागेको हो। मैले लास्ट टाइम यही खाऊ कि किनभने मैले स्टिकर पनि टाँसेको थिएँ। इफ मैले यहाँ खाऊ भने चाहिँ मेरो स्टिकर छ होला सायद। कहाँ टाँसेको थिएँ त? नेपाल यति उनीहरूको पनि रहेछ यार। ओके, खाना खाएर निस्किसकेको छु। खानाको 430 रुपियाँ पर्यो, चिकन खाना। र समय भएको छ 11:10। सोचे भन्दा धेरै नै ढिला हिँडिरहेको छु म। ओके, नर्थ एबिसी डे 1 ठिकै भइरहेको छ। तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने चाहिँ अब पर्सनल भेहिकलमा आउनुहुन्छ भने त यही रुट भइहाल्यो। अनि एट द एन्ड म आइटिनरी पनि सबै भनिदिनेछु कसरी गएको र कसरी सजिलो हुन्छ भनेर। मजाको घाम नलागे पनि पानी पनि परेको छैन, त्यो भनेको चाहिँ राम्रो हो। पानी पऱ्यो भने फेरि बिजोग हुन्छ। यहाँबाट पोखरा 92 किलोमिटर। मैले सुनेको थिएँ दमौली साइडतिर अझै नि बाटो बनाइरहेको छ। द्याट मिन्स टाइम त लाग्छ मलाई। यो पुल चाहिँ मेरो लागि फर्स्ट टाइम हो, किनभने म नर्मली त्यो पुल युज गरेको बेला मात्र आएको थिएँ। अनि खाना चाहिँ जहिले यहीँ खाइन्थेँ, जता जाँदा नि यहीँ गएर खाइन्थ्यो। सो अहिले चाहिँ स्टप चेन्ज भएको छ। ओके, मेरो भोइस चाहिँ अलि नराम्रो, यो विन्डको नोइजहरू धेरै आइरहेछ भने चाहिँ माफ गर्नु होला। नेक्स्ट टाइम आई विल ट्राई माई बेस्ट टु डेलिभर राम्रो भिडियो र राम्रो साउन्ड क्वालिटी। अहिलेको लागि चाहिँ मैले काम चलाउ हिसाबले गरेको। आइ एम प्लानिङ टु बाई गोप्रो एज वेल। पछि गोप्रो पनि लिने प्लान छ। अनि त्यहाँबाट चाहिँ मोटो भ्लग पनि पार्टली खिचिरहनेछु। काठमाडौँदेखि पोखरासम्म यस्तै बाटो भयो भने कसले पनि प्लेन चढ्दैन होला, यति दामी छ क्या यो बाटो। इभन स्कुटर कुदाउन नि मजा आइरहेछ। अब यो कति परसम्म हो त्यो चाहिँ थाहा भएन, तर अहिले 5 किलोमिटर लगभग हुन लाग्यो होला। अहिलेसम्म पिजै छ। ओके, यो बाटो चाहिँ मान्नै पर्छ। यो बाटो तर बनाएकै रहेछ यार। अब कहाँसम्म हो थाहा छैन, स्टिल अघिदेखि कुदाइरहेको छु। पिचका पिच आइरहेछ। ओके, 12:15 दमौली आइसकेको छु। अनि दमौलीमा चाहिँ 81 जाम भएको छ। दमौलीबाट पोखरा पुग्नलाई चाहिँ लगभग 1 घन्टा लाग्छ। अब बाटोको स्थिति अनुसार चाहिँ बढी लाग्न सक्छ कि। ओहो, यहाँ त काम चाहिँ खत्रै हुन लागिरहेको रहेछ। दमौली बजार पनि ठुलै छ यार। बाटो पनि यहाँ त धेरै ठुलो बनाउनु लागेको रहेछ त। आमामा, यहाँ त बाटो फेरि लिट्टै रहेछ त यार। स्कुटर फेरि नाच्न थाल्छ नि यस्तोमा त पुरा। यहाँ हाम्रो एकजना दाजुको यहाँ त पुरै हानिदिन्छ नि। स्लो मोसनदेखि लिएर ब्रेक डान्स हानिदिन्छ स्कुटरले त यस्तो बाटोमा त। यो बाटो जाम भन्दा पनि चिप्लो भएको कारणले चाहिँ अलिक स्लो भयो जस्तो लाग्यो। ओए, यहाँ त ओह्रालो रहेछ त हो गाठे। यहाँ त सुल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 ु जान्छ फेरि। मलाई अलिक कन्फिडेन्स नभएको ठाउँ भने चाहिँ यही हो क्या, स्लिपरी ठाउँ। डर लाग्छ यार चिप्लोमा चाहिँ। कट्यो कट्यो। ओए, फेरि त्यही पनि ओए नाचिरहेछ यार। बच्यो 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 बच्यो। सर्भाइभड। ओके, खिन्चाना डेङ 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 डेङ। खिन्चाना डेङ 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 डेङ। मादी नदी पुल। यो पुलमा पनि डिफ्रेन्ट मेमोरी छ क्या। यो पुलमा म मर्दै मर्दै बच्या पुल हो क्या। ओके, यसको स्टोरी भन्नुपर्दा चाहिँ के मान्यता छ भने चाहिँ यहाँदेखि सास नफेरिकन सास रोकेर यो पुल कटाइयो भने चाहिँ आफूले चिताएको मनोकामना सबै पुरा हुन्छ भन्ने विश्वास छ। सबैलाई थाहा पनि होला कतिलाई। सो मैले फेरि ट्राई गरेको थिएँ त्यहाँबाट सास रोकेर उहाँ पारीसम्म जानको लागि, तर झन्डै सास फुस्किएर एक्सिडेन्ट हुन गएको थियो क्या। फाइनल्ली पोखरा आइसकेको छु। धेरै नै गाह्रो फिल भएको छ यार बाटोले गर्दाखेरि चाहिँ। समय भएको छ 1:40। लगभग मलाई 7 घन्टा लाग्यो काठमाडौँबाट पोखरा आउनको लागि। अल बिकज अफ बाटो। कति ठाउँमा त राम्रो थियो, तर बिजोग ठाउँमा त बिजोगै थियो। यहाँ फेरि पोखरा आउन पाएको छैन, जाम सुरु भइसकेको छ।
मेरो पेट्रोल पनि निल भइसकेको छ। अब पेट्रोल कतै फुल गरेर बेनीतिर अगाडि बढ्छु। त्यो बढ्नु अगाडि आई थिङ्क रेस्ट लिन्छु होला कतै। अनि गर्मी पनि फिल भइरहेको छ। ज्याकेट खोल्नु पर्ने थियो, ज्याकेटै खोल्नु। ओए के हो पिङ्क कलरको ट्याक्सी? मैले देखेको थिएन हेर पहिला पिङ्क कलरको ट्याक्सी। कुन ब्रान्ड थियो त्यो? मलाई बाटो छोडिदिनुहुन्छ? मलाई बाटो छोडिदिनुहुन्छ? झन् पो पेल्नुहुन्छ तपाईँ। अबि झन् हर्न बजा यार छोडिदिनुहुन्छ भनेर यार। सानो मान्छेलाई त हेपिहाल्छ। त्यही पनि अलिक ठुलो गाडी भएको त हो भन्नु यार। टियागो यार यो टियागोले पेल्दो यार। केही छैन केही छैन। ए बुढो बाजेले चलाएर आएछ अनि बिचराले देख्ने त हो कि ना। यहाँ केस खाइदिएको छ बाइकले स्कुटरलाई। त्यो फुट्या त होइन? हजुर हजुरको यो पहिले थियो कि हाने भर्खर भयो र? भर्खर हाने हो? त्यही मैले पहिले हो कि जस्तो लाग्यो। कति चाँडो भएको हजुरको? ए यतातिर निस्किनु भएको थियो? ओके त्यो भर्खर केस खाएको भनेको थिएँ नि। त्यो स्कुटरको त पुरै पातै फुटाइदिएछ। ओहो उता त पुरा ब्ल्याकआउट छ त यार। के हो मौसम त? बेलुका पानी पर्छ त भन्दै थियो। त्यता पानी पऱ्यो भने त बिजोग हुन्छ। बिजोग त खासै हुँदैन। एक ठाउँमा बस्नुपर्छ। टाइम लस्ट इफ परेको गऱ्यो भने। काठमाडौँदेखि चाहिँ बेनीको डिस्टेन्स अलमोस्ट 300 किलोमिटर छ। जहाँ चाहिँ मैले 200 किलोमिटर त पार गरिसकेको छु। अब 100 किलोमिटर अराउन्ड 3 to 4 आवरमा पुगिन्छ होला। अहिलेको समय भएको छ 2:15। हेम्जा त्यही हेम्जा बाटो चाहिँ अरूभन्दा अगाडि नै बनेको र स्टिल हेर बिग्रेको पनि छैन। दामी बनाएको छ क्या यो बाटो चाहिँ। अहिले हुँदै यो बाटो बनाएको। ओके पानीको छिटा हान्दैछ। चिसो बढ्दैछ। पानी परिरहेको छ जस्तो लाग्यो उता। ओके कुस्मा बिन्देश्वरी खाजा घरमा खाजा खाइयो। अब बेनीको लागि अगाडि बढ्छु। पानी परेको छैन अहिलेसम्म। लगभग अब 1 देखि 1.5 घन्टासम्ममा बेनी पुगिन्छ कि। अनि त्यहाँबाट तातो पानी। लेट्स गो। समय भएको छ 4:07 एन्ड आनन्द छ। अलि मजाको रेस्ट पाइयो। लगभग आधी घन्टा जति बसेँ। मोबाइल स्विच अफ पनि भएको थियो अनि चार्ज पनि गरेँ। कहाँ हो त्यो भने? ल बस त। यहाँबाट बेनी कति टाढा छ भाइ? हो ए रात पर्छ? बाटो कस्तो र? बाटो माइलडुङ्गासम्म त ठिकै छ। त्यहाँबाट चाहिँ हल्का कति छ उता लस्तीसम्म। अनि अलि उता भएर त हल्का राम्रै छ। ए ठिक ठिक ठिक। बाटो त कति छ कति नि। अनि बेनीबाट तातो पानी चाहिँ कति टाढा? त्यहाँबाट लगभग 2-3 घन्टा लाग्छ। ए तातो पानी पनि? ए टाढै रहेछ त यार। तिम्रो घर यतै हो? हजुर मेरो ठाउँ कता? ए ल भाइको हिसाबमा बेनी अति नै टाढा अनि त्यसपछि तातो पानी झन् टाढा। मेरो बिहानदेखिको प्लान वरपर सरिरहेको छ। फर्स्टमा हुम खोलासम्म जाने प्लान थियो जुन चाहिँ स्टार्टिङ पोइन्ट थियो ट्रेकको। अब त्यहाँसम्म नभए पनि तातो पानीसम्म चाहिँ जाउँ प्लान गरेको। फेरि भाइले बेनीसम्म नै रात पर्छ भनेको छ। लेट्स सी के हुन्छ। यो माथि देखिरहनु भएको डाँडा चाहिँ कालिका मन्दिर हो। बागलुङको धेरै फेमस। अनि यहाँ माथि एउटा भ्यू पोइन्ट छ। म पहिला नै गइसकेको छु। यो धेरै नै राम्रो छ। इफ तपाईँहरू बागलुङ आउँदै हुनुहुन्छ भने चाहिँ पक्कै पनि यो मन्दिर जानु होला। धेरै फेमस अनि धेरै धार्मिक रूपमा धेरै प्रख्यात भएको मन्दिर कालिकाको मन्दिर। ओके यहाँ दुईवटा बाटो आउँछ। राइट ट्रक गएको माथि चाहिँ बेनी जान्छ भने चाहिँ यता तलको बाटो चाहिँ बागलुङ। तर बागलुङको बाटो हुँदै पनि बेनी जान मिल्छ। तर त्यो बाटो चाहिँ मलाई अलिकति थाहा छैन। तर यहाँ पनि बाटो अलिअलि पिजै छ जस्तो।
ए गइदेऊ, यो अलि सिधा पनि पर्छ। बाटो त भर्खरै बनाए जस्तो यार, बिहान भर्खर बनाए जस्तो। कस्तो मक्खन के दामी। ट्रेक गर्न गाह्रो भन्दा पनि ट्रेक गर्ने ठाउँसम्म पुग्न गाह्रो छ क्या नेपालमा। ओके, अब यहाँ हर्लिक्स लिटो। ए के हो, खुट्टा नटेके भाइ, खुट्टा नटेक, खुट्टा नटेक। लेट्स गो लेट्स गो लेट्स गो। खुट्टा नटेक, खुट्टा नटेक, खुट्टा नटेक, खुट्टा नटेक। यस, ओ यस, हो राइडर केटो म। अब यही झन्डै लड्याएर धन्नले फाइनली बेनी आइसकेको छ। काली गण्डकी पुल, बेनीको बजार र जता माए उतै छ नजर भन्थे। हेरौँ, ओ यो चाहिँ पिच रहेछ। ल ठिक छ ठिक छ। बेनी लगभग 5 बजे नै आइपुग्यो। अब यहाँबाट तातो पानी 23 किलोमिटर बाटो अफ रोड पनि छ, पिच पनि छ भन्नु हुनुहुन्थ्यो। सो हेरौँ, आनन्दले अब 1.5-2 घन्टामा मजाले पुगिन्छ जस्तो आजको डेस्टिनेसन। एन्ड मजाले रेस्ट गरिन्छ पुगिसकेपछि। अब तातो पानी पुग्न धेरै छैन, लगभग 5 देखि 10 किलोमिटर मात्र बाँकी छ। अनि बाटोमा अफ रोड र पिच रोड दुइटै रहेछ। अहिले एकछिन रेस्ट लिएको छु। स्कुटरको हालत भने चाहिँ यस्तो छ, यहाँ चाहिँ वाइल्ड फोर भएको छ। क्लोजबाट हेर्ने भन्दा चाहिँ टायरको स्टिल पनि ठिकै छ। ब्यागको हालत यस्तो छ। 360 भ्यू अफ माई स्कुटर। अब 2 मिनट रेस्ट लिएर अगाडि बढ्छु। मेन प्रब्लम चाहिँ के छ भने मोबाइलको ब्याट्री पनि सकिन लाग्छ अनि स्टोरेज पनि सकिन लाग्छ। अब त्यो चाहिँ गएर मिलाउनु छ, नभए फेरि फुटेज खिच्नै मिल्दैन। सो अहिले एकछिनमा भेटौँला तातो पानीमा। सिमसिम पानी पर्न थालिसकेको छ। अघि बाटोमा त परिसकेको थियो तर यत्रो ठुलो परेको छैन। अब आउन लागिसक्यो। अब होटेल पायो भने बसिहाल्छु। देख्न सक्नुहुन्छ काली गण्डकी मजाले बगिरहेको छ। ओके, हट स्प्रिङ गार्डनमा मैले रुम पाएको छु। महँगो महँगो रुम रहेछ, 2000 देखि 2500 भन्दै हुन्थ्यो। यो चाहिँ बिना अट्याच बाथरुम, यसको चाहिँ 1000 रुपियाँ। तर बाथरुम चाहिँ नजिकै रहेछ, सो मैले अट्याच नलिने निदो गरेँ। अनि अगाडि नै गार्डन छ मजाको। अब यो रुम पनि खाली छ अनि यो रुम पनि खाली छ। सो बाथरुम चाहिँ यहाँ छ अनि यो नै सेयर गर्नुपर्ने होला सायद। माथिबाट हट स्प्रिङको भ्यू 9 बजेसम्म खुल्छ भनेको छ। दामी छ, सबैजना इन्जोय गरिरहेको छ। मैले बाइक चाहिँ यहीँ राखेको छु, आई मिन स्कुटर। अब त्यहाँ लगेर घुमेर माथि आउँछु। बाटो चाहिँ माथि रहेछ, सबै होटेल जानलाई चाहिँ यो हट स्प्रिङ आउनु अगाडि हो, त्यहाँबाट बाटो लाग्दो रहेछ। सो त्यहाँबाट माथि ल्याउँदा नि हुन्छ, सेभ हुन्छ भनेको छ। आठ बजे खाना खान आउँछु भनेर भनेको थिएँ। 8:30 त यहीँ भइसक्यो। मजाले इन्जोय गरेँ, रमाइलो भएको थियो। बियर एउटा खाएँ, 550 रुपियाँ परेको थियो अनि इन्ट्री चाहिँ 50 रुपियाँ रहेछ। सो पुलमै बसेर पनि बियर खान सकिने रहेछ, त्यही भएर चाहिँ मैले नि एउटा खाएँ, अलिकति थकान मेटिन्छ भनेर। सोलो ट्रेक टु नर्थ एबिसी फ्रम काठमाडौँ, फर्स्ट नाइट स्टे तातो पानीमा भएको छ। आजको लागि यति नै। अब नेक्स्ट डे भेटौँला डे 2 मा। गुड नाइट।